छाती दुख्यो भने प्राय सबैले ग्यास्ट्रिक होला, मुटुको समस्या होला वा फोक्सोको रोग होला भनेर सोच्नुहुन्छ। तर छाती दुख्ने एउटा धेरै सामान्य कारण भने धेरैले बिर्सिरहेका छन्। के हो त्यो? म सजिलो भाषामा बुझाउँछु, ध्यान दिएर सुन्नुहोस्। नमस्ते, म डाक्टर प्रकाश। यो भिडियो अन्त्यसम्म हेर्नुहोस् र यस्तै स्वास्थ्य जानकारीका लागि मलाई फलो गर्नुहोस्। छाती दुख्ने एउटा सामान्य कारण हो कोस्टोखन्ड्राइटिस। यो करङ र छातीको हड्डी जोडिने भागको कार्टिलेजमा हुने इन्फ्लेमेसन हो। यसमा छातीको अगाडिको भाग एकै ठाउँमा दुख्छ र त्यो ठाउँ अलाले थिच्दा दुखाइ आज बढ्छ। गहिरो सास फेर्दा, खोकी लाग्दा वा शरीर घुमाउँदा पनि दुखाइ बढ्न सक्छ। यो प्राय भारी सामान उठाएपछि, धेरै खोकेपछि, अत्यधिक व्यायाम गरेपछि वा कुनै भाइरल इन्फेक्सन पछि देखिन सक्छ। धेरैजसो अवस्थामा यो खतरनाक हुँदैन र केही हप्ता वा महिनाभित्र आफै पनि निको हुन सक्छ। तर यदि छाती दुखाइसँगै सास फेर्न गाह्रो हुने, पसिना आउने, चक्कर लाग्ने, बायाँ हात वा बङ्गारातिर दुखाइ फैलिने वा अचानक धेरै कडा दुखाइ हुने जस्ता लक्षण छन् भने यसलाई कोस्टोखन्ड्राइटिस भनेर व्यवस्था नगर्नुहोस्। तुरुन्त अस्पताल जानुहोस्, किनकि यो मुटुको आपतकालीन समस्या पनि हुन सक्छ। धेरैजसो अवस्थामा कुनै विशेष टेस्ट आवश्यक पर्दैन। तर उमेर बढी भएको, मुटुको जोखिम भएका वा लक्षणहरू कोस्टोखन्ड्राइटिस जस्तो नदेखिएमा इसिजी, ट्रोपोनिन, चेस्ट एक्सरे र आवश्यक परे अन्य परीक्षण गरिन्छ। धेरैजसो बिरामी केही हप्ताभित्र निको हुन्छन्। उपचारमा केही दिन आराम गर्ने, भारी सामान नउठाउने, दुखाइ बढाउने गतिविधि कम गर्ने, तातो सेक गर्ने र डाक्टरको सल्लाह अनुसार दुखाइ कम गर्ने औषधि प्रयोग गरिन्छ।